हेलो नमस्ते स्वागत छ सबैजनालाई म भन्दा ठुलो बडाहरूलाई है म भन्दा सानो अनि मेरा प्रिय मित्रहरूलाई पनि स्वागत जनाउँदै आज म तपाईलाई मेरो भ्लग्समा लिएर आउँदैछु है। आज चाहिँ म तपाईलाई मेरो भ्लग्समा के देखाउन गइरहेको छु भन्दाखेरि चाहिँ आज चाहिँ अहिले हाम्रो बारीमा है हाम्रो छलमपुङमा के भइरहेछ के छ के सब्जीहरू हुँदैछ के भइरहेको छ के भइरहेको छैन के हुनु अलिक आवश्यकता छ है। तपाईहरुले पनि भिडियोमा हेरेर लास्टसम्म हेरेर साथ सपोर्ट गरिदिनुस् होला। यदि तपाई मेरो भिडियोमा नयाँ हुनुहुन्छ भनेदेखि है तपाईहरुले कृपया गरिकिन च्यानललाई लाइक शेयर सब्स्क्राइब गर्न नभुलिदिनुस् होला है। यो हामीलाई पनि एउटा इन्करेज हुन्छ है भिडियो बनाउनको लागि। यस्तै छ बस्तीमा काम गर्दै भए पनि यसो टाइम निकालेर आफूलाई पनि टाइम निकालेर आफूलाई पनि एउटा खुसी पनि हुन्छ है। अलिक आफूलाई फ्रेस हुने टाइम पनि पाउँछौँ। सो तपाईहरुसँग शेयरिङ पनि गर्न पाउँछौँ है। आज म तपाईलाई यिनीहरू हरियोमा बसेर तपाईलाई म देखाउन गइरहेको छु। यिनीहरू हाम्रो चाहिँ यस्तै छ बस्ती। आज म तपाईहरुलाई चाहिँ हाम्रो के सब्जी बनिँदैछ है हुँदैछ के रोपेको छ त्यस्तो खास बेसी त छैन रोपेको, तर पनि के हुँदैछ तपाईलाई म देखाउन गइरहेको छु। अरूकोमा त धेरै बगानहरू रोप्छ है, त्यसै बेच्ने बेचबिखान गर्ने त्यस्तो कामहरू पनि गर्छ। अनि आफ्नो हिसाबले आफूलाई जस्तो मनपर्छ त्यही हिसाबले गर्छ हैन। अब आफूलाई जो इच्छा लाग्छ त्यसरी गर्छ, आफूलाई जस्तो कम्फर्टेबल हुन्छ त्यही हिसाबले गर्छ नि त। आज चाहिँ भनेदेखि मैले चाहिँ कम्ती लाउँछु है। मेरो हरेक भिडियोतिर पनि यस्तै छ। मेरो चाहिँ प्राय जस्तो भिलेज भ्लग यस्तै डेली भ्लग्सहरू के कसो भइरहेको छ गाउँमा अनि हामीले गर्दै गरेको कामको विषयमा पनि लिएर आइरहेको छु। कतिवटा त त्यो हाम्रोमा बोल्ने त्यो तरिका पनि छैन, किनभने हामीहरू भर्खर न्यू युट्युबरहरू है। धेरै कोसिसहरू गरिरहेका छौँ हामी पनि अगाडि बढ्नको निम्ति है। च्यानललाई अलिक राम्रो गर्नको लागि कसरी गर्नुपर्ने के गर्नुपर्ने हामीले सिक्दै पनि छौँ, अझै पनि सिकिरहेको छ। यो सिकिरहेको हाम्रो यो दौरमा पनि तपाईले हामीलाई साथ दिनुभयो भनेदेखि अझै हामीलाई एकदम उत्साह प्रोत्साहनहरू मिल्नेछ है। तपाईलाई म यहाँबाट भिडियो सुरु गरिसकेको छु। यहाँ मेरो बारीमा मैले तपाईलाई बात मार्दै फर्स्टमा म तपाईलाई देखाउन गइरहेको छु। हाम्रोमा चाहिँ अहिले हालैमा यहाँनिर तपाईलाई देखाउँदैछु। अहिले चाहिँ सिजन हुँदैछ इस्कुसको। यहाँनिर तपाईले देख्न सक्नुहुन्छ यहाँ इस्कुस मेरोमा भएको चिजहरू है। यहाँ मेरो घरको वरिपरि भएको चिजहरू चाहिँ म तपाईलाई देखाएर लिएर जाँदैछु। यो हरियो ठुलो हुन्छ अनि यो पनि अब सब्जी नहुँदाखेरि चाहिँ यो पनि अब पालैपिलो गरेर अब यति बेला त गाउँ बस्तीमा त धेरै सब्जीहरू निस्किसकेको छ। बजारमा त के बस्तीबाट सबै बाहिर जान्छ है। अगौटी रोप्नेहरू कतिको त पुरै फलिसक्यो। अनि आफ्नो औलेको हिसाबले पनि हुन्छ नि त सब्जीहरू। अनि हाम्रो चाहिँ यहाँनिर यसरी इस्कुस फल्दैछ। मेरो तपाईलाई म देखाउँदैछु फुलिरहेछ कतिवटा जग्गामै फुल पनि खिल्दैछ फल्दै पनि छ। हेर्नुहोस् न इस्कुसको फेद चाहिँ यत्रो सानो यहाँनिर यो अनि यहाँनिर छ होइन। यहाँनिर देख्नुहुँदैछ यहाँनिर उयो देख्नुहुँदैछ नि होइन। यो इस्कुसको फेद यो अम्लिसोको बिचमा यहाँनिर यो इस्कुस चाहिँ हेर्नुहोस् त हेर्दाखेरि मुनि चाहिँ कति कम्ती, तर हेर्नुहोस् त कति मजाले फैलिएर आएको है। आम्मा कति मजा, तर फेद चाहिँ नपत्याउँदो खालको फेद हेर्नु नि। आम्मा कस्तो मजाले झ्याङ्गेर। तर यो चाहिँ योपालि चाहिँ यहाँनिर इस्कुसको मुन्टा चाहिँ खानु पाएन, तर इस्कुसको मुन्टा चाहिँ खाएन। सिधै गएर चाहिँ यो चाहिँ यसरी थाक्रामा गएर यहाँबाट गएर चाहिँ यसरी रुखमा चढै गयो नि त। रुखमा चढेकोले गर्दाखेरि इस्कुसको मुन्टा चाहिँ खाएन, तर सिधै अब हामीले यो इस्कुसको बोटको चाहिँ हामीले इस्कुस खानेछ। अर्को बोटहरू पनि छ, त्यो बोटको चाहिँ इस्कुस मात्रै नखाएर इस्कुसको मुन्टा पनि खानेछु। तपाईलाई म अगाडि देखाउँछु ल। मेरो इस्कुसको मुन्टा खाने रुख चाहिँ पछाडि रोपेको छ। यो चाहिँ निकै अगाडि रोपेको। प्रायः जसो चाहिँ पुरानो बोटहरू चाहिँ पहिला फल्ने गर्छ नि त, तर यो चाहिँ अगाडि रोपेकोले गर्दाखेरि चाहिँ यो चाहिँ अहिले अगाडि नै भयो नयाँ बोट, र पनि पहिले नै फलेको छ यो इस्कुस चाहिँ। हेर्नुहोस् त घरमा अर्ग्यानिक मजा पनि आउँछ है। फ्रेस पहिला त मजा आउँछ, खाँदै जाँदा चाहिँ वाक्कै हुन्छ, तर पहिला त मजा आउँछ नि। बाटो छ भिरालो यो रुखमा पनि आउँदो रहेछ। हाम्रो गाउँले जीवन
गाउँमा चाहिँ समय बितेको चाहिँ थाहै पाउँदैन आफ्नो एक एक के काम गर्दा गर्दा। यहाँ हेर्नुहोस् न मेरोमा चाहिँ रुख टमाटरको बोट पनि छ। यहाँनिर रुख टमाटर पनि फलिरहेको छ। तर रुख टमाटरमा चाहिँ पानी बेसी भएको यहाँ किचनको योले गर्दाखेरि चाहिँ यहाँ नि यो त हुन्छ कि हुँदैन, लास्टमा खान पाउँछु कि पाउँदिनँ त्यस्तो पनि भइरहेछ। फल्नु चाहिँ यति दामी फलिरहेको छ हेर्नुहोस् न। यहाँनिर यहाँ पनि कति मजाले फुलिरहेछ बोट हेर्नुहोस् त। यहाँ पनि फलिरहेको छ, यहाँ पनि हरेक हाँगामा चाहिँ गएर फलिरहेको छ हेर्नुहोस् त। यहाँनिर हो तपाईँलाई म जुम गरेर पनि देखाइदिन्छु त्यही। यहाँनिर नि कति मजाले फुलिरहेको छ। तर बोटलाई चाहिँ कसैले जोगाउँ भइरहेछ यहाँनिर। के अरे मुनि यहाँबाट मुनि गएर चाहिँ बाँस लाउने जग्गा पनि छैन रहेछ नि त। यसलाई तोक्ची लाउने जग्गा पनि पाइनँ मैले, यसको लागि मैले हलिने जग्गा पनि पाइनँ। के गरौँ हेर्नुहोस् न साथीहरू, कति माया लागिरहेछ। भाँच्छ भनेर, रुख भाँचिन्छ भनेर टेन्सन पनि लागिरहेछ। यो जग्गामा चाहिँ ढुङ्गा राम्रो नभएकोले गर्दाखेरि चाहिँ यस्तो भइरहेछ। सानो सानो यो हङ्गा गएकोमा पनि मजाले फलिरहेको छ हो। हेर्नुहोस् त यहाँ मजाले फलिरहेको छ। यहाँमा पनि सानो हो मजाले फलिरहेछ नि त। तर अब बोटले पो साथ दिन्छ कि दिँदैन, खानु पाउँछ कि हुँदैन। अचार बनाउनु कम्ती मिठो हुँदैन, पिसेर खानु, बयममा लगाइ खानु। मेरोमा चाहिँ फामफलको बोट पनि रोपिरहेको छु, समयमा फल पनि दिन्छ होला भनेर। अनि यहाँनिर खोर्सानीको बोट पनि पुरानो बोट, त्यसले गर्दाखेरि चाहिँ मजाले फुलिरहेको छ, फल्नु पनि थाल्यो हो। यही बोट चाहिँ खाँदैन छ किनभनेदेखि चाहिँ झर्दो रहेछ नि त। किरा लागेर पनि, किरा लगाएर झर्नु भन्दा चाहिँ बरु बेस चाहिँ अलिक छिपिँदै जाँदा खानु पनि पाउने, झर्नु पनि नपाउने है। हेर्नुहोस् त मैले तपाईँलाई भनेको थिएँ नि अगाडिको इस्कुस चाहिँ मैले इस्कुसको मुन्टा खानु पाइनँ। यो चाहिँ इस्कुसको मुन्टाको लागि भनेर चाहिँ यहाँनिर रोपेको चाहिँ। हेर्नुहोस् त यहाँ मजाले मैले बोरामा मल लगाएर रोपेको छु। अनि यो चाहिँ गएर थाक्रा चाहिँ दामी रुखमा सिधै यसमा केरा मजाले झ्याङ्गिनुपर्छ नि त, फल्नुपर्छ भनेर चाहिँ मैले यहाँनिर इस्कुसको बोट यहाँबाट इस्कुसको बोरामा तरुल पनि खानु पाउने सबै एउटा दुईटा काँक्रा पनि फुल्दैछ, काँक्रा पनि फुल्दैछ। मेरोमा अलिक पछि चाहिँ हुन्छ होला। गाउँमा चाहिँ दिन बितेको थाहै पाउँदैन है। अन्त कति जग्गा सबै जग्गा चाहिँ बारीहरू चाहिँ रोपिसकेको छ। यहाँनिर यहाँ माथिको गरामा चाहिँ सिमी, जहीँ पनि सिमी र मकै चाहिँ सँगै रोप्ने गर्छ। कस्तो दामी घाम लागिरहेछ। बाटोहरू चाहिँ यस्तै छ, यस्तै नै हो चिप्लो बाटो। यस्तो जोगेर हिँड्नुपर्छ कि चाहिँ बर्खामा। अन्त घाम लागेकोले चाहिँ अलिकति राम्रो बाटो। यतिको हुँदैछ। यो चाहिँ भैँसीसिङे लहरामा जाँदैछ। यो पनि भैँसीसिङे। अरू जग्गामा त मैले धेरैको भिडियोतिर हेर्दाखेरि चाहिँ काँक्राहरू पुरा फलिरहेको देखेको थिएँ। यहाँ चाहिँ भर्खर फुल लाग्दैछ, काँक्रामा भर्खर फुल लाग्दैछ। यहाँनिर चाहिँ यस्तो छ है। यहाँनिर चाहिँ हाम्रो यतातिर चाहिँ यहाँनिर पनि काँक्रा कति खाने काँक्रा फलिसकेपछि मकै पनि हुँदैछ भर्खर। बस्तीमा चाहिँ बस्दाखेरि चाहिँ एक प्रकारको रमाइलो पनि हुन्छ नि त। समय बितेको कामले गर्दाखेरि समय बितेको ओरेको चाहिँ थाहै पाउँदैन नि त। अब बारी देखाउँदै म आइपुगेँ मेरो सुँगुरखोरमा। तपाईँहरूलाई मेरो हरेक भिडियोमा चाहिँ
ए अब सुँगुरको लागि पनि दामी केराहरू सबै अस्ति काटेर निकै सकिसकेको थियो नि त। यहाँनिर चाहिँ केरा अब कतै सुँगुरलाई दिने चारो सजिलो हुन्छ। जति केरा रोप्यो त्यति राम्रो। यहाँनिर हेर्नु नि, सुँगुरको लागि पनि हुने, मान्छेले पनि खाँदा राम्रो, यो हेल्दी सब्जी पनि होइन। मलाई याद थिएन, अस्ति मैले पनि सुन्दाखेरि यो कान्छी झार भनेर भन्छ अरे यसलाई। अनि फाल्टु अरू के नाम भन्छ। यहाँनिर हेर्नु नि, यो चाहिँ सब्जी चिप्लो चिप्लो हुन्छ, कन्स्टिपेसनहरू हुनेहरूले पनि यसरी खाँदा हुन्छ। यहाँनिर हेर्नु नि, यो चाहिँ रोपिरहेको छ भनेदेखि चाहिँ सुँगुरलाई चारो पनि हुने, मान्छेले पनि खान्छ। किनभने अहिले अलमोस्ट धेरै जस्तो चाहिँ जति कुरा जन्तुले खान्छ प्रायः मान्छेहरूले पनि सब्जीहरू चाहिँ बस्तीमा चाहिँ त्यो खानेकुरा गर्छ है। यहाँनिर हेर्नुहोस् ल, यहाँनिर यो गाजाहरू पनि राखिरहेको छ। यहाँनिर गाजाको बोट नमारिकन राखेको छ। यो सुँगुरहरू छेड्दा, गाई बस्तु छेड्दाखेरि चाहिँ यो पनि काम लाग्छ। यहाँ पनि छ, यो छिप्पाएर राख्छ। बस्तीमा चाहिँ यो चाहिँ कोही बेला दबाई हुँदैन, दबाई नहुँदाखेरि चाहिँ अनि यसलाई चाहिँ यो पनि। अनि यहाँनिर हो, यो बोट त सुकिसकेछ हौ, यो बोट त सुकिसकेछ, पात त छैन रहेछ। तपाईँलाई त्यो पनि दबाई, मेडिसिनल प्लान्टहरू पुरा हुन्छ बस्तीमा चाहिँ। अब म सुँगुरलाई चारो पनि दिन्छु। बस्तीमा के फलेको, के भएको ओरेको सबै देखाउँदै म चाहिँ झरेँ, ओह्रालो झरेँ। यसो सुँगुरलाई चारो दिनु पर्यो। यो चाहिँ मेरो बिर, एउटा बिर राखेको चाहिँ, अरू चाहिँ यहाँ छैनन्। 3टा बक्स, एउटा अस्ति बेसी माउलाई चाहिँ बेसी चिसो भएर चाहिँ यो चाहिँ खाली गरिरहेछ बच्चा यसमा, अनि उतापट्टि माउ। अनि अब एउटा माउ यता राखेर 2टा माउ गरेर चाहिँ त्यसरी गर्नु पर्यो। एउटामा चाहिँ 6-7वटा राखेर चाहिँ गर्छु भनेर सोचेको छु। बाँस लगाएर, बाँस तेर्सो गरेर यहाँबाट इस्कुस माथि रुखमा चढ्छ। यो पनि चरा मध्य। रुख टमाटर यति साह्रो दामी झ्याम्मै परेको छ है। अब यो चाहिँ फल चाहिँ खानु पाउँछ पाउँदैन थाहा भएन। रुख टमाटर, यहाँबाट गयो इस्कुस चाहिँ यत्तिको चाहिँ झ्याङ्गेर गएको चाहिँ, यहाँबाट इस्कुस झ्याङ्गेर गएर चाहिँ माथि चिलाउनेमा पनि पुगेको छ है। इस्कुस जति झ्याङ्गे उति मजाले फल्छ नि त। जति हावा पस्ने खुल्ला जग्गा छ भने चाहिँ। आकाश पनि कति खुल्ला, कति मजाको देखेँ आज त आकाश पनि। यो इस्कुस चाहिँ गएर चाहिँ परसम्म करेलाको बोट, करेला पनि जाँदैछ। यो चाहिँ हरियो लामो लामो परिरहेको एकदम राम्रो हुन्छ। सरखारी लौकीको बोट कति मजाले आएको। यसको त मुन्टा पनि टिपेर खान्छ नि, तितो प्रेसर हाई हुनेले बेसी लो भएन भने, दबाईले पनि काम गरेन भनेदेखि चाहिँ यसको चाहिँ टुप्पा पनि यसरी टिपेर चुडाएर खाँदै गरेको हुन्छ। मैले यसको चाहिँ टुप्पा चुटाएन, किनभनेदेखिको मलाई खुल्ला भएर झ्याङ्गेर जाओस् भनेर चाहिँ। सक्दो चाहिँ सबै टुप्पा चुटायो भने चाहिँ मजाले झ्याम्मै आउँछ भन्छ नि त। मैले त्यतिकै छोडिदिएँ है त। यहाँ पर्सि
फर्सी इस्कुस यस्तै छ यहाँनिर। यहाँ पाम्पलको बोट आयो, यता आयो। यहाँनिर प्रायः जस्तो चाहिँ सिमीमै सिमी चाहिँ मकैसँगै रोप्ने गर्छ। यहाँनिर देख्न सक्नुहुन्छ कि मजाले फलिङ रहेछ नि त। मकै पनि हुने, थाक्रा पनि लाउन पर्ने। अझै बर्खामा राम्रो पनि हुनु पनि सक्छ, नराम्रो पनि हुनसक्छ, बिगार्नु पनि सक्छ भनेर चाहिँ प्रायः जस्तो चाहिँ सिमी यसरी रोप्छ है त। मकैको पनि हुँदैछ। घर वरिपरि के छ भन्ने सिमी कति मजाले फलिरहेछ हेर्नुहोस् त। सिमी यहाँ हेर्नुहोस् त, सिमी कस्तो मजाले फलिरहेछ। माथि गयो आयो, माथिको त अम्बकको बोटमा गयो भने त टिप्नु सक्दैन मलाई यो के को। धनियाँ प्याज खरानी छरिदिएको छ यहाँनिर, किरा नलागोस् भनेर चाहिँ यसमा चाहिँ खरानी, बैगुनमा चाहिँ खरानी छरेको छ। यहाँनिर मल लाएर मेवाको बोट, त्यहाँदेखि सिमी। कतिजनाले चाहिँ यति बेला पनि रोप्दैछ सिमी, कति यो चाहिँ फर्स्ट भइहाल्यो, कति अलिक पछाडि पनि रोप्छ, अगौटे पिछौटे गर्दै। तपाईँले चाहिँ हरेक घरमा चाहिँ यहाँनिर यस्तो पाउँछ। मेडिसिनल प्लान्ट जाम हुन्छ, मिन्ट यो सिपत्ता, अम्बक। यो दोकान मेरो दोकान, यहाँ चाहिँ मेरो सानो दोकान छ। यहाँ